हेलो गाइस, नमस्ते। मेरो प्रनिसा ब्लगमा आज चाहिँ हामी पुरै रेडी भइसकेको छौँ कि लङमा जाने हो कि आज चाहिँ लङ गाउँमा। अनि हामी चाहिँ रेडी हुँदैछौँ। अब हेर्दैछौँ के हुन्छ कस्तो हुन्छ होइन। अनि मेरो प्रनिसा ब्लगमा लाइक सब्सक्राइब पनि गरिदिनु होला। लेट्स गाइस, हामी चाहिँ साथीको घर होइन, यो पनि मोटी रेडी हुँदैछ। अनि त्यसपछि हामी चाहिँ अब जाँदैछौँ सिग्लेस। सिग्लेस के अरे लङ गाउँ। अस्ति नै सिग्लेस गएको भएर सिग्लेस भन्दा रहेछ। अनि हामी चाहिँ सबै रेडी भइसकेको छ। अब चाहिँ हामी जाने हो। लेट्स गाइज। के अरे बाइक बिग्रेर लङ गाउँ कता कता जाने हो। लुगा सुगा झोला सोला प्याक गरेर हिँडे साथीहरू अगाडि गछ। अनि हामी चाहिँ यता 0 किलोमिटरमै छौँ नि गाइज। हामी चाहिँ हेम्जा आइपुगेछ यहाँ है, हेम्जा। अनि हामी चाहिँ के गर्न अरे सपिङ गर्न लाग्यो। अब चस्मा हराइहाल्यो, आँखा दुख्न थाल्यो भाइ। त्यही भयो नि लाउनु पर्ला है चस्मा। लङ कतिखेर पुग्छ, कति बज्यो? त्यसैमा पनि पक्रिन सक्छौ है। पछाडि सपोर्ट गर्ने छ क्या। पछाडि सपोर्ट गर्यो भने तिम्रो हातबाट सट्ट फुस्के पनि त्यो हातमै अल्झिन्छ। ब्याक क्यामेरा हुन्छ नि अरे हजुर के सेल्फी गेम्समा त्यहाँबाट हो। हामी चाहिँ यहाँबाट यो लङ गाउँ जाँदै हो कि। यहाँ चाहिँ यस्तो राम्रो भइरहेको छ। यहाँबाट जानुपर्दो रहेछ नि त। अनि त्यसपछि हुँदैछ किन नहुने हो र। यो चाहिँ भाइले ल्याइदिएको ज्याकेट। आमा मेरो त कता कता पुग्यो। कस्तो राम्रो ज्याकेट यो मलाई है। अबदेखि मलाई त मोटीले छुरा हान्ला जस्तो मिर्लिक्कै हेरेर गयो नि त यार। ज्याकेट तरै हो। फाइनली 6:30 चाहिँ हामी यहाँ आइसकेको छ कि स्कुटरहरू यहाँ उ गर्नको लागि राख्नको लागि। अब फेरि हिँडेर जाने हो। यति गाह्रो गरी आयो कि यति नराम्रो बाटो होइन, पुरै गरी साध्य छैन। गाइस हामी चाहिँ अब चाहिँ चियातिर एउटा रुम चाहिँ यो फर्स्ट रुम यस्तो रहेछ कि बेड। सेकेन्ड रुम यो, थर्ड रुम इट्स हियर। राम्रो छ जे होस्। हेलो गाइस, हामी चाहिँ लङ गाउँमा आइसकेको छ। यति धेरै चिसो पनि थिएन, हल्का। कति चिसो रहेछ भाइहरू बोल त, कतिको चिसो छ? एकदम माइनसमा गएको छ। -2, 3 तिर गएको छ हैन। -2 तिर भन्यो के थाहा तिमीलाई? हिउँ परेछ नि बाहिर। हिउँ जाऊ हिँड्ला। त्यसको साथ त्यसैले हामीले साथमा के ल्याएको छ भने यसले चाहिँ यो लिएर 3टा खाइसक्यो यसले। अनि त्यसपछि मेरो लागि चाहिँ भाइ मेरो कहाँ गयो इनर्जी ड्रिङ्क? आई हेभ एनर्जी ड्रिङ्क। यहाँदेखि मजाले लङबाट राम्रोसँग देखिने हिमाल चाहिँ यो हो। अनि घरहरू अति सुन्दर छन् त।
breakfast. गुम्बा रहेछ दामी गाईजहरू यस्तो बल रहेछ गुम्बा है ओहो दिदी आइसक्नुभयो आइसक्यो यहाँ हेर न कति धेरै तनाव यति गाह्रो होइन कि तलको देखाउ न तिमीले तलको त्यो बाटो यस्तो धेरै हिँडेर आयो हो डिएमए मार्दै हुनुहुन्छ हुन त एकै ठाउँमा गाइस हामी चाहिँ हिँड्दा हिँड्दा पसिनै पसिना भाइ मोटी रुइसक्यो मोटी यता हेर कस्तो भइरहेछ भाइ आशिष भाइ कस्तो फिल छ आऊ दिया राम्रो भरत भाइ हामी चाहिँ लुवाङमा हे गाइस आमा माछा मार्न के अरे चरो मार्न जानु लाग्छ देख्छु त टोपी लाउँदा त लु हामी त हाउडे हो ल अनि नाच एउटा हामी त तिम्रो गीत भाइ रेशम सुनुमा सुनु लवङको होम स्टे रेशम अनि भो गीत गाउ न आज त घुम्न आइगयो भएर रेशम फाइनली हामी अहिले चाहिँ यो चिया बगानमा आइसकेको छ लङको उता पनि सो गरेर हेर त यस्तो राम्रो looking great So hey guys, here we at Luang village. र हामीसँग यहाँ हुनुहुन्छ मिस प्रनिसा तामाङ नमस्ते हेरेको आज मिस तामाङ 2022 ल आज चाहिँ हामी यहाँ त्यतिकै जे नि बोल्ने आज चाहिँ हामी यहाँ सत्य मात्र बोल लङ गाउँ ए खाना आइसकेको छौँ गाइस हाम्रो खाना हेलो हेलो गाइस अब चाहिँ हामी यहाँबाट छुटेर जाँदैछौँ यहाँ चाहिँ आन्टी हुनुहुन्छ अनि त्यसपछि यहाँ त गाह्रो छैन अब यसरी उखाल्छ कि त नि अनि के अरे आमाले एउटा गीत जानेको सानो नादिम कपडेली बुतुकै मरे म